35 वर्षको त्यो आक्रोशले 35 वर्ष उहाँहरूले नगरेको कामहरू तपाईहरू अब गर्नुस्। त्यो चाहिँ रापरपाकी सांसद खुशबु ओली भन्नुहुन्छ 35 वर्षसम्म तपाईहरूले के गर्नुभयो भन्ने कुराहरू उठिरहेछन्। अब म यो सरकारलाई के भन्न चाहन्छु भने 35 वर्ष के गर्नुभयो भनेर तपाईहरूले प्रश्न नगर्नुहोस्। 35 वर्ष उहाँहरूले नगरेको काम तपाईहरूले गर्नुहोस्। 35 वर्ष के गर्नुभयो, 35 वर्ष के गर्नुभयो भन्ने कुराहरू उठिराख्छन्। अब म यो सरकारलाई के भन्छु भने 35 वर्ष उहाँहरूले के गर्नुभयो भनेर प्रश्न सोध्नुस्, नसोध्नुस्। अब 35 वर्ष उहाँहरूले नगरेको कामहरू तपाईहरू अब गर्नुस्। त्यो चाहिँ लेट्स लिड बाई एक्जाम्पल है। किनभने 35 वर्षको त्यो आक्रोशले आज सत्तापक्षलाई यो शक्ति दिएको छ भने 35 वर्षको त्यो आक्रोशले आज सत्तापक्षलाई यो शक्ति दिएको छ भने त्यो 35 वर्षको अपेक्षा पनि तपाईहरूको काँधमा आएको छ। त्यसले त्यो अनुकूल यहाँहरूलाई काम गर्न मैले निवेदन गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद माननीय खुशबु ओलीले भन्नुभएको यो भनाइ तपाईहरुलाई कस्तो लाग्यो? के सत्ता पक्षले तपाईहरुले 35 वर्षसम्म के गर्नुभयो भनेर क्वेशन मात्रै गर्ने हो या काम पनि गर्ने हो? यसमा तपाईहरुको भनाइ के छ? कृपया कमेन्ट गर्नुहोला। धन्यवाद सबैजनालाई।